हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल होइन। हामीसँग आइसकेछौँ नयाँ ब्लगमा। अब हामी चाहिँ अब वहाँ जिम जान लागेको बिहानको 6 बजे। यहाँ हाम्रो मास्टर नि आइसकेको छ। मास्टर साहब के छ हाम्रो खबर? ठिक छ सर। यो चाहिँ हाम्रो गाउँको दुसरे हो। अब हामी जिम जाँदैछौँ, अहिले बाटोमा छौँ केटिन पुरै। हाम्रो मास्टर चाहिँ अघि आउनु भएको थियो 5:30-40 होइन 40-50 हो नि। म चाहिँ फेरि फ्रेस हुनलाई त्यो गर्नलाई के गर्दा गर्दै हल्का उड्दा उड्दै 12 भइसक्यो होइन। अब हामी जिम जान्छौँ, सर जानुहुन्छ पढाउन। अनि आज चाहिँ यसो प्रोटिन हालेर अब म वर्कआउट गर्छु। इन्सेन नो एक्सक्युजेस। अब वर्कआउट चाहिँ पुरा गर्नुपर्छ एभ्री डे। अन्त मेरो हिजो मैले गएन, निन्द्रा पुरा थिएन। अस्ति मैले लेगमा धेरै गरेको थिएँ कि त्यो मेरो आङ दुखेको थियो। त्यो भएर म सायद भोलि पनि जान्न होला। मेबी भोलि म रनिङ मात्रै गर्छु गए पनि, किनकि मेरो लेग लास्टै दुखिरहन्। त्यो स्क्वाट्सहरू गर्नु पर्ला। जान्दै जान्छु फेरि म भोलि छिट्टो सुत्छु। के कसो सर हजुरको? एकदम सरले नाटक गरिरहेको थियो अघि मेरो अगाडि वर्कआउट गरे जस्तो। म जिम जान्छु अनि त्यहाँको भिडियो देखाउँछु ल। म चाहिँ जिम पुगिसकेको छु। जिम पुगेर मैले रनिङ स्टार्ट गरिसकेँ, हेर्न सक्नुहुन्छ। म चाहिँ बिस्तारै हिँडेर स्टार्ट गर्छु रनिङ गर्न। अनि 2 किलोमिटर सकाएपछि हुन्छ मेरो सकाइ। हेलो गाइस, हामी फेरि आइसकेको छौँ होइन। मैले लिइसकेको छु अन्डा। म चाहिँ वेट गरेर बसिरहेको थिएँ रोहितको होइन। रोहित चाहिँ आएन। अनि भ्लग्समा त गर्नै पऱ्यो, के गर्नु, क्यामेरा पुरा गर्नु पऱ्यो होइन। जिम चाहिँ अघि आयो, जिम सकियो, वर्कआउट सकियो। यहाँ छ चाहिँ बबाल सिन आउँछ होइन। त्यही हो, आफ्नो आफ्नो काम गर्नु पऱ्यो, भिडियोहरू त बनाउनै पऱ्यो होइन। सिनहरू दामी छ, अब के गर्ने, लाज लाग्छ मुभी। अब अर्को लाज मानेर गर्नु, अरू आएर बिल पे गरिदिने होइन। आफ्नो काम गर्नु पऱ्यो। यही छ अब सिनहरू मेरो। एभ्री डे मेरो टाइम नै यही हुन्छ। अब 8:30 7:30 गइहाल्छु म घर चाहिँ। त्यही काम गर्नु पऱ्यो, भिडियोहरू बनाउनु पऱ्यो।